जय नेपाल नमस्कार। म सुदन कुमार ओली। म अहिले सिउरीको यो एरियामा छु। यो एरिया यहाँका अन्य उत्पादन र पशुपालन सँगसँगै यो एरिया भाङ्गोको लागि एकदमै राम्रो क्षेत्र हो। हामीले चाहिँ 2032-33 सालदेखि दरबारको विभिन्न कारणले भाङ्गोलाई र यो गाँजाको क्याटेगोरीभित्र राखेर यसलाई बन्देज गरेको छ र योभन्दा अघिल्लो संसदमा एउटा जरुरी महत्त्वको प्रस्ताव पनि त्यहाँ चाहिँ पेश भएको थियो हैन। अर्को कुरा चाहिँ काठमाडौँ युनिभर्सिटीले पनि एउटा के अध्ययन गरेको छ भने यो भाङ्गोसँग सम्बन्धित यो केमिकलमा चाहिँ यो अध्ययन गरेको छ। त्यसैगरी मेरो आफ्नै स्वयंको अध्ययन पनि के हो भने हिजोको द्वन्द्व सशस्त्र विद्रोहसँग माओवादीको सशस्त्र विद्रोहसँग पनि यो भाङ्गोको कथा जोडिन्छ, किनभने यहाँको जनजीवनसँग जोडिन्छ। यहाँको चाहिँ नगदे बालीको रूपमा पनि यो भाङ्गोको कुनै पनि चिजहरू खेर जाँदैन। यसलाई हामीले चाहिँ त्यो गाँजा प्रजाति र भाङ्गो प्रजातिलाई छुट्याउनु जरुरी छ। उहाँहरूले अहिले चाहिँ लमसममा के भन्ने गरिरहेको छ भने भाङ्गोलाई चाहिँ गलत मनसायले नै त्यसलाई चाहिँ त्यो बिगार्ने काम गरिरहेछ, जुन चाहिँ एकदमै यहाँको जनजीवनसँग पनि को लागि पनि नराम्रो हो र अर्को यहाँको स्थानीय उत्पादन र बजारसँग जोड्ने कुरा। यस अर्थमा यहाँको उत्पादन ठाउँ विशेष उत्पादनको लागि पनि यो एरिया तपाईको माथिल्लो बेल करिब 1200 देखि 1700 को जुन हाइटको रेन्जमा भएको जुन भाङ्गो छ, त्यो भाङ्गो एकदमै राम्रो। यसको कुनै पनि चिज खेर जाँदैन। दाना अन्नको रूपमा प्रयोग हुन सक्छ, बन्छ। त्यसको नलठाबाट आउने चाहिँ त्यो कपडामा प्रयोग हुन्छ, लोताको रूपमा प्रयोग हुन्छ भने अर्को डाँठ चाहिँ दाउरा अथवा चकटीको रूपमा प्रयोग गर्न सकिन्छ। यस अर्थमा यसको कुनै पनि पार्टहरू चाहिँ खेर जाँदैन र यो लगाउन पनि सजिलो छ, बाँदरले पनि नखाने र अर्को चाहिँ कम मेहनतमै हुने भएको हुनाले यो एरियाको चाहिँ यो तपाईँले हेर्न सक्नुहुन्छ। यो रोल्पा मात्र नभएर रोल्पा, रुकुम, सल्याङमाथि, बागलुङको माथिल्लो बेल यो क्षेत्र चाहिँ तपाईको भाङ्गोको लागि एकदमै राम्रो क्षेत्र हो। यस अर्थमा हामीले यस्ता खालका उत्पादनहरू जुन बजार नेपालको ठुलो सम्भावना छ, यसलाई चाहिँ हामीले संरक्षण गरेर सही नीति र सही ढङ्गले यसलाई व्यवस्थित गर्न जानुपर्नेछ। र योभन्दा पहिलाको एउटा सरकारले एउटा नीति पनि के ल्याएको छ भने विभिन्न पालिकाले चाहिँ आफ्नो तरिकाले काम गरिरहेछ। लुम्बिनी प्रदेश सरकारले पनि यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने हिसाबले त्यसरी अगाडि बढिरहेको भनेपछि सङ्घीय सरकारले पनि मेडिसिनल पर्पजको लागि भनेर गरेछ, तर त्यो पूर्ण छैन। किनभने यो भाङ्गोलाई चाहिँ गाँजा प्रजातिबाट चाहिँ छुट्याउनु पर्छ। त्यसको लागि मेरो मुख्य भूमिका हुनेछ। यसर्थ फागुन 21 गते हुने निर्वाचनमा रुख चिन्हमा मतदानको लागि हार्दिक अपिल गर्दछु। जय नेपाल।